यसमा चाहिँ अब कसरी पढ्ने भन्दाखेरि तपाईले अब पहिले यसको लागि यो बेसिकको लागि चाहिँ यो पहिला के जान्नुपर्छ व्यञ्जन वर्ण साजियो सुम्जियो भने काखा गाङा त्यो जानु पर्यो हैन। जानेपछि यो चाहिँ ओकार नारो बनेको छ ओकार हो। यो ओकार चाहिँ नि यो साल्जेसँग जस्तै व्यञ्जनसँग मूल अक्षरसँग ओकार जोडेर चाहिँ कसरी पढ्ने भनेर चाहिँ यहाँ देखाउनु भएको छ। म तपाईहरुले यहाँ पढेर सुनाउँछु है। यो चाहिँ पहिला कस्तो थियो भन्दाखेरि यो पहिला यो भा भयो हैन। जस्तै यो भा भयो। भा भएपछि भामा ओकार लगाएपछि के हुन्छ भाना र बुद्ध भए हुन्छ। यो छ भयो। अनि छमा ओकार लगाएपछि के हुन्छ छान र छो हुन्छ। गा भएपछि छान र छोङा छोङ। जस्तै यहाँ यो छ भयो। छान र छो मा जोडेपछि छान र छोम मा छोम। यो सान र सो अनि यो मा जोडेपछि सान र सोम मा सोम हुन्छ है। यो या नारो जोडेपछि यान र योन ना योन। अनि यो हा भयो। हामा ओकार लगाएपछि हो हान र हो होदा होए। अनि चान र चो चोङा चोङ। धान र दो दोममा दोम। न्यान र न्यो न्योल्ला न्योल। थान र थो थोसा थोए। नान र नो नोगा नोक। छान र छो छुन्ना छुन। सान र सो सोबा सोप। यान र यो योल्ला योल। गान र गो गोसा गोए। तान र तो तोगा तोक। गान र गो गोन्ना गोन। सान र सो सोरा सोल। सान र सो सोल्ला सोल। छान र छो छुसा छे। खान र को खोङा खोङ। श्यान र शो शोबा शोप। थान र थो थोबा थोप। थान र थो थोगा थोक। यान र यो योद्धा यो। यो बुझ्नलाई चाहिँ तपाईले पहिले के पढ्नु पर्छ भन्दाखेरि जस्तै झेन्जुक हामीले झेन्जुक भनेर जस्तै झेन्जुक भनेको चाहिँ यो मूल अक्षरको पछाडी जुन लागिन्छ त्यो अक्षर हामीले राम्रोसँग पढ्यो भने चाहिँ यो पढ्न सकिन्छ। र यो ओकार चाहिँ अब प्राय जस्तो मान्छेले अब प्राय जस्तो सिक्दाखेरि चाहिँ योसम्म आउँदाखेरि चाहिँ हामीले पढिसकेको हुन्छ। अनि यसमा चाहिँ के बताएको छ भने विशेष गरी हामीले यो ओकार हैन ओकार भनेको यस्तो यो माथिको टाउकोमा माथि लागेको छ नि यो यसले ओकार भन्छ है। यसले चाहिँ अब यो अक्षरसँग जस्तै मूल अक्षरसँग जोडेर चाहिँ कसरी पढ्ने भन्ने विषयमा चाहिँ यहाँ बताउनु भएको रहेछ। तपाईहरुले चाहिँ अब यसरी नै पढ्नु भयो भने तपाईले जान्न सजिलो हुन्छ है।